हेलो साथीहरू सबैजनालाई वेलकम छ। टिकटक पनि के बनाउनु साथीहरू, लाइक आयो भने ठ्याक्कै 5 लाइक अनि भ्युज आयो भने 25 भ्युज, कमेन्ट आयो 2। के बनाउनु हो टिकटकहरू पनि। आज चाहिँ म हिँड्दैछु होइन, यहाँ बाहिर देख्न सक्नुहुनेको छ। साइप्रसमा बस्नुहुने दिदीबहिनीहरू, यी हेर्नुहोस् त, यो तोरीको साग, यो साइप्रसमा बस्नुहुने दिदीबहिनीहरू, यस्तो यो तोरीको साग रे, अनि खानु मिल्छ है। मैले पनि साइप्रस ग्रुपमा मैले पनि सोधेको थिएँ, अनि खान मिल्छ कि मिल्दैन भनेर देखाएको थियो कि, अनि म पनि आएको धेरै भयो, धेरै त के हुनु, 3 वर्ष 4 वर्ष भयो। अनि यो साग खानु मिल्छ भनेर थाहा थिएन कि, तर अनि मैले टिकटक भिडियोमा यसरी नै देखेर मैले खाएँ साथीहरू। साह्रै मिठो भयो त हौ। तपाईँहरू पनि यदि नयाँ हुनुहुन्छ, खानु चाहनुहुन्छ भने यो साइप्रसको तोरीको साग रे खानुहोस् है। त म टिप्दैछु, यति भयो, थुप्रो छ हौ यहाँनिर। यस्तो छ, यस्तोमा पाउँछ है साथीहरू, हेर्नुहोस्। अनि साइप्रस ग्रुपमा मैले पोस्ट गरेको थिएँ क्या, साइप्रस ग्रुपमा मैले पोस्ट गरेको थिएँ, अनि साथीहरूले भन्थ्यो कि ओ यो नेपालीहरूले केही नछोड्ने भयो, झारपातहरू पनि भन्थ्यो। हो नि है, नेपालीहरू त कडा हो। नेपालमा जस्तै होला क्या, बेथुको साग अनि खोले साग, सिमरायो पनि भन्छ कसैले होइन, त्यस्तै होला क्या यहाँ पनि। यहाँको मान्छेले चाहिँ खान्छ खाँदैन होइन, तर नेपालीहरूले चाहिँ खानु हुँदो रहेछ, हेर्नुहोस्। अनि मैले पनि खाएको, एकदम मिठो भयो कि। मलाई फेरि यो साग सब्जी बनेपछि एकदम मनपर्छ। ए लिमासोल हो यो, लिमासोलको खोइ कुन एरिया हो थाहा छैन हौ, मलाई खासै थाहा छैन। मलसदेखि अलि भित्र हो। मलस त सबैलाई थाहा छ नि त, मलस त सबैलाई थाहा छ। अनि मलसदेखि भित्र, यहाँ मलसबाट यहाँ आउनलाई ट्याक्सीमा गाडीमा त्यस्तै 500 मिटर लाग्छ हौ साथीहरू। यो घरतिर कोही दिदीबहिनीहरू हुनुहुन्छ भने मलाई सम्झिनुहोस्, यस्तो छ एरिया चाहिँ। उयो चाहिँ मेरो घर हो, म बस्ने घर हो यहाँनिर। म यो चियरमा बसेर यता हेर्छु। आज चाहिँ घाम लागेछ, टन्टलपुर घाम लागेछ। हिजो र आज घाम लागेछ, नभए पानी पर्ने थियो। पानी परेर नेपालमा चाहिँ तपाईँको बर्खामा पर्छ असार साउनमा, त यहाँ चाहिँ यतिखेर हिउँदोको बेलामा पर्छ क्या, उल्टो छ यहाँ। जाडो चाहिँ नेपालमा र यहाँ उस्तै हो साथीहरू। अनि यहाँ चाहिँ यतिखेर पर्छ। म बस्ने ठाउँ चाहिँ यस्तो छ, यहाँ सबै उता घरै घर छ कि, तर यो एरिया चाहिँ किन घर नभएको, सायद यो सरकारी जग्गा भएर होला यो घरहरू यहाँ चाहिँ नगरेको। किनभने साग रहेछ, साग चाहिँ मैले अब घरमा लगेर टिपेर लगेर खान्छु होइन। यो निशुल्कको साग हो। यो नेपालीले नजाने भनेको के अरे, नेतालाई भोट हाल्न मात्रै हो भन्थ्यो। हो साथीहरू, नेपालमा के खाएर पनि यहाँ विदेशमा पनि यो साग खानु भ्याइसक्यो नेपालीहरूले। साथीहरू, यो साग त कम्ती होइन हौ यहाँनिर। टिपुङको कलकल आउँदो सागहरू नि, नेपालमा जस्तो फेरि यो फोहोरहरू फाल्ने हुँदैन क्या यहाँनिर। फोहोरहरू फाल्ने हुँदैन, थोरै होइन, कम्ती मिठो होइन हौ फेरि साग पनि। हेर मेरो साथीले भन्थ्यो क्या, अनि यस्तो साग खान्छ अरे हेर भनेको मैले, म नाम चाहिँ लिँदिनँ होइन। खान्छ अरे, तिमी पनि खाऊ भनेको, अनि नखाइ मर्छ, मर्लास् के खानु लागेको भन्थ्यो मैले त्यो पनि। अनि
के भन्छ अरे उयो साइप्रस ग्रुपमा पोस्ट गरेको खानु मिल्छ भनौँ। अनि हेर्नु आम्माम कम्ती छैन त हौ साग त। अनि लाउको के खाउँ काँच्चै खाउँको जस्तो हेर्नुहोस् त आम्माम साँच्चै नै हौ। ल साथीहरू म त साग टिपेर आइसक्यो हौ। यहाँ रोडमा निस्के यस्तो चप्पल लगाएको जाडो छ नि त। त्यहाँ टिपेको साग चाहिँ यहाँ रहेछ बिरालो हेर्नु न यताको मान्छेले यो साइप्रसमा के भन्छ अरे मान्छेलाई भन्दा यहाँको कुकुर बिरालोलाई राम्ररी चाकर गर्छ क्या यिनीहरूले। यस्तो छ है साइप्रसको घरहरू। तपाईँको भन्नुहुन्छ भने म चाहिँ जाँदैछु। गाडी आएकै गर्छ। कारै कार आम्मामा यताको मान्छेले गाडी धुँदैन क्या हौ। सबै फोहोर छ त। यताको मान्छेलाई गाडी वास्तै हुँदैन। कार मात्रै किन्छ हौ यताको मान्छेले। बाइक त खासै देख्दिनँ म। किनभने बाइक महँगो हुन्छ अरे नि त कार भन्दा। त्यही भएर डेलिभरी गर्ने मान्छे जाँदैछ। म चाहिँ यो लिमासोलको अहिले उसमा छु त भित्रपट्टि छु। म दुई ठाउँमा बस्छ। यो सक्लै घर है म बस्ने घर चाहिँ। यो माथि टरमा बस्ने हो म। यो साउको घर रे। यो सबै केसा र धनी हो। मेरो साउ त धनी हो। धनी धेरै धनी। यहाँ कोही दिदी बहिनीहरू बस्नुहुन्छ हुँदैन। अरू सबै भाडामा लगाएको होला कि खोइ कसो जान्दिनँ म होइन। सोध्न नि मिलेन। अनि उता निकोसिया पनि बस्छ क्या। अब निकोसिया र लिमासोल भनेको अब गाडीमा तपाईँलाई यहाँबाट जानको लागि 1.5 घन्टा लाग्छ कारमै। गाडीमा झन् 2 घन्टा। अनि उता पनि बस्छ यता पनि बस्छ। अनि के हो साथीहरू म चाहिँ यस्तो ठाउँमा बस्छु। सिठी नै हो म बस्ने ठाउँ चाहिँ। यस्तो हुन्छ घरहरू। नेपालको भन्दा डिफ्रेन्ट नै हो यो घरहरू होइन। हेर्नुहोस् न यस्तो हुन्छ। यो फुलबारीहरू यस्तो मजाले सजाउँछ कि यहाँनिर है साथीहरू। यस्तै छ। अब चाहिँ म घर हिँडेर साग टिपिहालेँ। यति भए एक छाक भइहाल्यो। फेरि जान्छु खान्छु टिपेर ल्याउँछु खान्छु है। बाई फर वाचिङ द भिडियो साथीहरू।